साइराको लागि पनि जुत्ता हेर्दै थिएँ, ब्ल्याङ्गै लडेँ। स्केटिङ खेले के खेले क्या। हेलो एभ्रिवन, वेलकम टु अनदर न्यू ब्लग। आज चाहिँ हामी सिन्धुली दुधौली बजारमा भनौँ लभ डाँडा जाँदैछौँ र यहाँ रहेको छ साइराको मम्मी। लभ डाँडा हो, बस न, बस नि। ल एभ्रिवन, अब चाहिँ हामी स्केटिङ खेल्न जाँदैछौँ। साइरा स्केटिङ होइन र साथीहरू, हामी चाहिँ अब यहाँ यो स्केटिङ खेल्नलाई जाँदैछौँ। दुधौली स्केटिङ हब अब अहिलेसम्म खेलेको छैन, यो फर्स्ट टाइम हो यो स्केटिङ खेल्ने होइन। यहाँ चाहिँ छ दुधौली स्केटिङ हब लेखेको र यहाँ म्युजिकहरू चाहिँ धेरै बजेकोले मैले ओरिजिनल ब्याकग्राउन्ड चाहिँ हटाएको छु र मैले भोइस ओभर गर्दैछु। र त्यसै गरी यहाँ अरू खेलिरहेको थिएँ होइन, हेर्दा चाहिँ रमाइलो लाग्छ, खेल्नु चाहिँ सकिन्छ जस्तो लाग्ने, तर पनि अब आफैले खेल्दा थाहा हुन्छ होइन कस्तो हुन्छ भनेर। र यहाँ साइरा पनि खेल्छु भन्दै थियो, त्यही भएर साइराको लागि पनि जुत्ता हेर्दै थिएँ अब ठिक हुन्छ कि भनेर। तर सानो बच्चाको लागि थिएन, त्यो पनि खोज्यौँ अब भेटेन हो। नभएपछि के गर्ने, यो भन्दै थियो, तर पनि केटाकेटीको लागि पनि थिएन। त्यही भएर अब म चाहिँ रेडी हुँदै थिएँ खेल्नको लागि। नआए भए पनि खेल्नु पर्यो भन्ने सोच बनाएर म चाहिँ टुकुर हिँड्नु थालेँ। ब्यालेन्स चाहिँ नहुने क्या, अब लडिन्छ कि जस्तो हुने। अब अरू चाहिँ सन्न कुदेको देख्दा चाहिँ कस्तो मजाले कुदेको देखिन्छ, आफूले कुद्नै नसक्ने। त्यही पनि म प्रयास गर्दै थिएँ। अरूहरू पनि त्यहाँ यसरी लडिरहेको थियो होइन। म चाहिँ लड्दिनँ होला भन्ने सोचेर अरूहरू पनि लडेको देखिरहेको थिएँ। म पनि कतै लड्छु कि जस्तो पनि लागिरहेको थियो होइन। तर पनि पुरै ब्यालेन्स गरेर हिँडिरहेको थिएँ। लड लागि जस्तो हुने गरी यता र उता होइन। लड्दिनँ होला जस्तो लागेको थियो, तर म ब्ल्याङ्गै लडेँ। यस्तो लडेँ हातै यस्तो दुखिरहेको थिएन। उठ्नु पऱ्यो भनेर सोचेको, उठ्नै सकिँदैन। त्यो अगाडिको त्यो कुलले गर्दाखेरि उठ्नै नसक्ने, उठ्नु खोजेँ उठ्नै नसक्ने। अब कसलाई उठाउनु भन्ने लाजे मर्नु भयो होइन। त्यहाँदेखि प्रयास गर्दै थिएँ उठ्नुको लागि, यताउति गरेर कसरी उठ्ने भइरहेको थिएँ। उठ्नु चाहिँ म जसरी पनि उठेँ होइन। अनि लडेँ पनि होइन। अनि त्यसपछि चाहिँ हात पनि दुख्यो होइन। त्यो फेरि लड्ला जस्तो हुने। त्यही भएर मलाई चाहिँ खेल्न मन लागेन, किनकि खुट्टाहरू पनि दुखिसकेको थियो। पुरै जुत्ताले त्यो भित्रको खुट्टाहरू दुखिसकेको थियो। त्यही भएर यो मैले खेल्दिनँ भन्ने निधो गरेर छोडिदिएँ। स्केटिङ खेलियो साथीहरू, तर के गर्नु, खेल्दै आएन। वेल केही छैन। अब हामी चाहिँ यहाँबाट दुधौलीको यतातिर घुम्ने ठाउँहरू रहेको छ। अब हामी यतातिर जाँदैछौँ। स्केटिङ खेले क्या, झन्डै हात भाँच्यो। यहाँ शिवजीको मूर्ति, शिवजी दुधौली लेखेको रहेको छ भने हामी चाहिँ अब यताबाट जाँदैछौँ। साइरा कहाँ जाँदैछौँ हामी? मन्दिर? कहाँको हो मन्दिर? फेरि मन्दिर होइन हौ, घुम्ने पार्क हो क्या।
चस्मा मैले तिमीले दियो होइन कस्तो गर्मी भयो आमा त्यहाँ त पुरै भिज्यो यार पिउँदिन फ्रुट यहाँ पानी पिउँछ खै पानी उति त हो अब उ त्यहाँ माथि त हो फाइनली गाइस हामी लभ डाँडा आइसकेका छौँ के साह्रो पानी क्रियाला एक बोतल सक्यो मैले खालियो ओ जहाँ पाइ त्यहाँ भन्नु क्या यहाँ छ त फाल्नु के हो यो ल लभ डाँडा म त के नै होला ए त्यहाँ रहेछ त खेल्ने ठाउँहरू पनि होइन त्यता पनि खेल्ने ठाउँहरू रहेछ साथीहरू होइन के बनाएको गरे पनि के साह्रो हो यो दुधौलीमा फोटोसोटो खिच्ने साथीहरू अब हामी त खेल्ने ठाउँ रहेछ त्यता जाँदैछौँ खेल्ने ठाउँ पनि कस्तो पोखरीमा रहेछ चढेको उल्टो सिडी छ त त्यहाँ ऊ त्यसरी चढ्ने हो नि त्यहाँ उता छ त उतापट्टि छ त सिडी यता छ हौ सिडी लड्नु लाएर न समात कहाँ यो लड्छ यहाँ छ त हौ सिडी चाहिँ अनि उल्टो म त्यसो म बोकेर राखिदिन्छु नि त ऊ त्यहाँबाट चढ्ने हो नि त उताबाट यो ट्याक्टिकल जस्तो रहेछ त्यहाँ ट्याक्टिकल जस्तो म समात है लड्ला नि फेरि खतरा रहेछ पुलिसको ट्याक्टिकल जस्तो रहेछ क्या यहाँबाट झर्ला नि फेरि सुरु यहाँ आएपछि रोक्नु पर्छ नि भयो सायद त्यहाँ धेरै भइसक्यो यहाँबाट चढ त साइरा ऊ यहाँबाट चढ त यहाँबाट चाहिँ माथि चढ्नु सक्छ यहाँबाट क्या त्यहाँबाट हौ यो चाहिँ के हो यो ए घुमाउनु रहेछ चला गाडी यार यस्तो रहेछ त यहाँ त नि खिच त म यहाँबाट कहाँसम्म झुन्डेर जान सक्दो रहेछ के खतराको खेलाडी खै के उसमा यसो गरेर जस्तो खालको रहेछ करेन्ट लाग्छ
वाह सक्छ त म भाँचिएला हलिन्छ त लु 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 साइरा कहाँ गयो साइरा अलिकति सक्दैन त यार यहाँबाट त हो कडा रहेछ त ल एक त आउ त भाइ लु भयो है त्यहाँ यस्तो रातो भयो यार एकछिन झुन्डेको छ जाऊ एकछिन टिकटक बनाउने उनी साइरा हौ ए हल्लाउनु मलाई रिङ्गाटा लाग्यो झर्नु रिङ्गाटा लाग्छ ए रुकाउनु सक्दैन साइरा रोक न कहाँ रोक्न सक्छौ भएको लिनु साइरा जाउँ केही छैन साइरा खेल्ने जाउँ बिस्तारी 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 लडेला लु जाउँ लु जाउँ जाउँ साइरा हेलो साथीहरू अब अलिअलि टिकटक बनायो अब हामी यतातिर मन्दिर मूर्ति के छ त्यतातिर तपाईँहरूलाई देखाउने नै छौँ हेर्दै गर्नुहोला साथीहरू हामी चाहिँ यहाँ अहिले शिवजीको मूर्ति भएको ठाउँमा आइपुगेका छौँ अनि त्यसै गरी यहाँ दुधौली लेखेको ठाउँ तपाईँहरू पनि देख्न सक्नुहुन्छ यहाँ पनि छ त्यही त बुद्ध मन्दिरहरू छ होइन अब यहाँ हामी तपाईँहरूलाई देखाउँछु यस्तो ठुलो शिवको मन्दिर छ यति ठुलो वाउ कत्रो ठुलो वाउ त्रिशूल पनि हेर न कत्रो ठुलो वाह 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 बब्बाल दामी वाह हो यहाँ हेर्न आऊ न हेलो एभ्रीवन लुक एट दिस पिक्चर खतरा यतातिर यस्तो निक्लेछ हात होइन हात यसरी निकालेको छ कि पुरै गडेको जस्तो होइन मिल्ने भए चाहिँ ढोका लाग्थ्यो होला र एकदम राम्रो छ साथीहरू यो चाहिँ अब खतरै बनाएको हो यो चाहिँ होइन हामी चाहिँ अब यो तर कस्तो थाकल काफल छ त तिमीले भन्दै थियौ दाइ ओ यो थाकल लगायो भने पाक्छ त ए साथीहरू थाकल यो लगाएर पकायो भने पाकिहाल्छ नि
मामुले लिनुभएको हौ दामी सनसेट पनि दामी देखिन्छ बुद्धको मूर्ति यहाँबाट चाहिँ यो दुधौलीको बजार देखिन्छ रहेछ होइन गेट सेट यहाँ देख्न सक्नुहुन्छ खास झ्यान्टाड्याङ धेरै टिकटाक सिकटाक पनि बनायो साथीहरू अब हामी चाहिँ घरतिर लाग्यौँ रात पनि बन्द लाग्यो अब यसमा बनाउँछ अहिले यताबाट साथीहरू यहाँबाट चाहिँ एकदमै राम्रो यो दुधौली होइन यतातिर यहाँबाट तपाईँहरू देख्न सक्नुहुन्छ दुधौली तालिम केन्द्र पनि म जुम गरिरहेको छु ल कस्तो दामी बनाएको छ कि तर यहाँबाट राम्रो देखिने रहेछ होइन के हो यो हुस्यो लागेको छ त यहाँ यो चाहिँ दुधौली तालिम केन्द्र हो होइन मेरो क्यामेराको जुम हो ल एभ्रिवान अब चाहिँ हामी घरतिर जाँदैछौँ रात पनि परिसक्यो घुमियो धेरै